मैले 10 वर्ष जति चस्मा लगाएको थिएँ संसारिक जीवनमा छँदा, पावरवाला चस्मा। जब परमेश्वरको राज्यमा चिने, लिडर बनिसके पछाडि केन्द्रमा वचनको निमित्त आउँदै गर्दा त्यो चस्मा बाटोमा खाजा खाएको ठाउँमा निकालेर गाडीमाथि राखेको थिएँ। पिताको योजना त्यो दिन हरायो। हराएपछि यस्तो मन बनाए परमात्मा, आज समुद्रमा आएको छु। आजदेखि मेरो आँखा हजुरले तयार गर्नुभयो, त्यसैले यो चस्मा हराएको आजदेखि यो चस्माको खोजी गर्ने छैन, आजदेखि यो चस्मा लगाउने छैन भन्ने मन बनाए। त्यसै दिनदेखि आँखा परमेश्वरले पुरै तयार बनाउनु भएको छ। धन्यवाद गर्छु परमात्मा। यीशु मसीहको नाउँमा शाखामा पनि परमेश्वरले त्यस्तै ठुला ठुला गवाही प्रकट गरिराख्नु भएको छ। 22 वर्षदेखि माइग्रेनको समस्या भएर बस्नुभएको, परमेश्वरको सुसमाचार सुन्नुभयो। आज परमेश्वरले त्यो 22 वर्षको माइग्रेनलाई नष्ट गराएर परमेश्वरको राज्यमा नाचिएर हिँड्ने, गवाही बताएर हिँड्ने, पिताको राज्यमा कार्य गरेर अगाडि बढ्ने योग्य बनाउनु भएको छ। त्यसै गरी अर्को एकजना 6 वर्षको मात्रै नानो हुनुहुन्छ। 6 वर्षको नानोमा यति धेरै शैतानी आत्माले कार्य गरिरहेको, उहाँलाई केही कुराको पनि होसै नै, चेतै नै। गाडी आइरहेको छ बाटोमा, गाडीले हान्छ भन्ने डर थिएन। आफू हिँडिरहेको बाटोमा अगाडि खाडल छ, लड्छु भन्ने डर थिएन। खानुपर्छ भन्ने थाहा थिएन, सुत्नुपर्छ भन्ने थाहा थिएन। यतिसम्म कि सुरुको दिनमा महिमामा ल्याउँदै गर्दा एउटा सानो बच्चा सुताइरहेको ठाउँमा कुल्चिँदै हिँड्नु भएको थियो। त्यो बच्चालाई कुल्चिनु हुँदैन भन्ने पनि उहाँमा ज्ञान थिएन। शैतानी आत्माले त्यो स्मरण शक्ति, त्यो ज्ञानलाई नष्ट गराएको अवस्था थियो। जब परमेश्वरको राज्यमा आउनुभयो, पिताजीको सुसमाचार सुन्नुभयो, बाबा आमाले ल्याएर ग्रहण गराउनु भयो, बाबा आमाले पनि ग्रहण गर्नुभयो। यस्तो धेरै त्यो 6 वर्षको बच्चाको वेट यस्तो थियो, ओभर वेट, त्यो औषधिको कारणले शरीर पुरै सुन्निएको यति ठुलो शरीर थियो। जब चङ्गाई गर्नुभयो, चैतको अन्तिमतिर आउनुभएको थियो, वैशाखको महिनामा उहाँले वचन पाउनुभएछ। जीवन र मृत्यु त परमेश्वरमा छ। जसले जीवन र मृत्यु परमेश्वरमा छ भनेर आशा र भरोसा गर्नुहुन्छ, जीवन र मृत्यु मात्रै परमेश्वरमा छ भनेर वचन पाउनुभएछ। त्यसै दिनदेखि उहाँको बच्चालाई खुवाउने औषधि नेपालमा नपाइने, इन्डियाबाट मगाउनु पर्ने, महिनाको 20,000 को दरले औषधिको लागि 6 महिना अगाडि एडभान्स पठाउनु पर्ने, अनि मेडिसिन आउँदो रहेछ, त्यसो गरेर खुवाउनु हुने। जब वैशाखको महिनामा त्यसरी वचन पाउनुभयो, पिता अब प्र्याक्टिकल गर्छु, जीवन र मृत्यु तपाईँमा छ भनेर अगुवाको मुखद्वारा हजुर बोल्नु भएको छ भने आजदेखि मेरो छोरीको जीवन र मृत्यु पनि तपाईँको हातमा